आजकल त सबैतिर डिजिटल मार्केटिङकै हल्ला छ नि हैन? हो त। तर के एउटा सामान्य डायरी जस्तो मतलब भौतिक चिजले पनि मार्केटिङमा खासै फरक पार्ला र? पार्छ होला नि, सायद हामीले सोचे भन्दा बढी नै। कसरी? विशेष गरी जब त्यो डायरीले तपाईँको ब्रान्डलाई हरेक दिन सम्झिरहन्छ। त्यो त हो। एकदमै सान्दर्भिक कुरा उठाउनु भयो। आज हामी यस्तै विषयमा कुरा गर्दैछौँ। एडभर्टाइजिङ नेपाल प्राइभेट लिमिटेडले दिने यो कस्टमाइज्ड कर्पोरेट डायरी प्रिन्टिङ सेवाबारे। एडभर्टाइजिङ नेपाल, उनीहरू त काठमाडौँमै छन् नि हैन? हजुर, काठमाडौँमा। अनि यो सेवाले कसरी यहाँका बिजनेसेसहरूलाई, खास गरी उहाँहरूको मार्केटिङ, एचआर वा कर्पोरेट कम्युनिकेसन टिमलाई एउटा राम्रो रणनीतिक औजार बन्न सक्छ भनेर अलिक गहिरिएर हेरौँ न त। हुन्छ। अनि यो जानकारीको स्रोत चाहिँ एडभर्टाइजिङ नेपाल आफै हो है? हो, उहाँहरूले नै उपलब्ध गराउनु भएको जानकारीमा आधारित छ यो कुराकानी। राम्रो। हाम्रो लक्ष्य चाहिँ के हो भने कसरी एउटा राम्रोसँग विचार पुर्याएर डिजाइन गरेको डायरी एउटा सामान्य उपहार मात्र नभएर कम्पनीको पहिचान बलियो बनाउने हैन, अनि सन्देश दिने र वर्षैभरि सम्बन्ध राम्रो बनाइराख्ने माध्यम बन्न सक्छ भन्ने प्रश्न पार्नु हो। ठिक हो। सुरु गरौँ एडभर्टाइजिङ नेपालको क्षमताबाटै। उहाँहरूको कार्यालय गैरीधारा र नयाँ बजारमा छ। दुई ठाउँमा? सम्पर्क कार्यालय गैरीधारा, मुख्य चाहिँ नयाँ बजारमा। अनि मुख्य कुरा के छ भने उहाँहरूसँग ग्राहकको जस्तो सुकै डिजाइन होस् वा कुनै नयाँ आइडिया नै किन नहोस्, त्यसलाई डायरीमा उतार्न चाहिने मेसिनरी र मतलब एक्सपर्टिज दुवै छ। उहाँहरूले भन्नुहुन्छ नि, तपाईँको विचारलाई वास्तविकतामा परिणत गर्नेछौँ। त्यो त गजब भयो। आइडिया लगे भयो उहाँहरूले बनाइदिने हो। अनि लागतको कुरा पनि छ। त्यो त महत्त्वपूर्ण हो नि। कस्तो छ रे लागत? उहाँहरूले नेपालमा थोक डायरी छाप्दा, मतलब बल्कमा छाप्दा निकै प्रतिस्पर्धी मूल्यमै गरिदिने भन्नुहुन्छ। भनेपछि धेरै व्यवसायको पहुँचमा हुने भयो? हो नि। पहुँच योग्य मात्रै होइन, एकदमै लचिलो पनि छ। कस्टमाइजेसनको अप्सनहरू त कति हो कति। जस्तो के गर्नु मिल्छ? जस्तो कि कभरको कुरा गरौँ न। कस्तो खालको कभर राख्ने, अलि आर्टिस्टिक देखिने हाते कागजको कभर, अलि प्रोफेसनल प्रिमियम लुक दिने छालाको कभर। यो सानो कुराले पनि पहिलो प्रभाव कस्तो पर्छ भन्नेमा फरक पार्छ नि। हो त नि। अनि बाहिरी लुक मात्रै होइन, भित्र प्रयोग गर्नेलाई कस्तो सजिलो हुन्छ भन्ने पनि त होला नि, जस्तो त्यो बाइन्डिङहरू। बिल्कुल। बाइन्डिङका पनि प्रकार छन्। स्पाइरल बाइन्डिङ हुन्छ नि, त्यो 360 डिग्री पल्टाउन मिल्ने। त्यो नोट लिन सजिलो हुन्छ। हो, टिम मिटिङमा नोट लिनलाई त्यो ठिक होला। फेरि पर्फेक्ट बाइन्डिङले चाहिँ अलि किताब जस्तो सोफिस्टिकेटेड लुक दिन्छ, त्यो ग्राहकलाई उपहार दिन सुहाउँछ। अरू नि? हार्ड कभर, सफ्ट कभर? हजुर, हार्ड कभर, सफ्ट कभर, सेडल स्टिचिङ अप्सनहरू छन्। अनि भित्रको पानाहरू कस्तो राख्ने, सादा, धर्का भएको कि ग्रिडवाला? साइजहरू नि? साइज पनि आफ्नो रोजाइ अनुसार A4, A5, B5, चल्तीका साइजहरू सबै। लेआउट, डिजाइन, त्यो मितिहरूको फर्मेट, दैनिक, साप्ताहिक, मासिक सबै मिलाउन मिल्ने। सबै। अगाडि पछाडिको कभर, भित्रको एन्ड पेपरहरू समेत, मतलब पुरै आफ्नो ब्रान्ड र आवश्यकता अनुसार ढाल्न सक्यो। बाबा, यति धेरै अप्सन भएपछि त साँच्चै युनिक बनाउन सकिने रहेछ डायरीलाई। हो। अनि उहाँहरूले छिटो चाहिनेलाई रस सर्भिस र डेलिभरीको पनि व्यवस्था गर्ने कुरा छ। त्यो त झन् राम्रो भयो। ल, यति धेरै विकल्प र सुविधा त भयो, तर फेरि मूल कुरामा आउन, यस्तो अनुकूलित डायरीमा लगानी गर्नुको खास फाइदा चाहिँ के हो त? किन महत्त्वपूर्ण छ यो? यसको फाइदाहरू धेरै पक्षबाट हेर्न सकिन्छ। पहिलो त यो एउटा निरन्तर चलिरहने विज्ञापन जस्तै हो। कसरी? सोच्नुस् न, कम्पनीको लोगो र ब्रान्ड मेसेज भएको डायरी कसैको डेस्कमा वर्षभरि रहन्छ। उसले हरेक पटक खोल्दा हेर्दा तपाईँको ब्रान्ड देखिरहन्छ। त्यो त हो। डिजिटल विज्ञापन जस्तो एकैछिनमा हराउने भएन। ठ्याक्कै। यसले त्यो निरन्तरता र भौतिक उपस्थिति दिन्छ, जुन अरू माध्यमले दिन गाह्रो हुन्छ। अनि मलाई लाग्छ यसको प्रयोग हुने गुणले पनि त महत्त्व राख्छ नि हैन? यो खालि सोकेसको सामान त होइन। हो नि, मान्छेले यसलाई साँच्चीकै प्रयोग गर्छन्, योजना बनाउन, केही टिप्न, महत्त्वपूर्ण डेटहरू याद गर्न। र त्यही दैनिक प्रयोगले गर्दा ब्रान्डसँग एउटा निरन्तरको सम्पर्क बनिरहन्छ अनि यसको पर्सेप्टिभ भ्याल्यु पनि बढी हुन्छ।
पर्सेप्टिभ भ्याल्यु मतलब उपहारको रूपमा दिँदा यो एउटा सस्तो खालको प्रमोसनल आइटम जस्तो देखिँदैन, एउटा विचार गरेर दिएको उपयोगी उपहार जस्तो लाग्छ। ए हो है, त्यसले सम्बन्ध बलियो बनाउन पनि मद्दत गर्ला नि त। एकदमै। ग्राहकलाई, कर्मचारीलाई वा पार्टनरहरूलाई दिँदा यसले पक्कै पनि राम्रो सम्बन्ध र लोयल्टी बढाउन सहयोग गर्छ। सम्बन्धकै कुरा गर्दा जस्तो कम्पनीको एचआर डिपार्टमेन्टले वा कर्पोरेट कम्युनिकेसन हेर्नेले यसलाई अझ कसरी प्रयोग गर्न सक्लान्? के यसमा कम्पनीको भ्याल्युज वा सीएसआरको कुराहरू पनि राख्न मिल्छ? निश्चय पनि, यो त एकदमै राम्रो आइडिया हो। कर्मचारीलाई दिने डायरी छ भने त्यसमा कम्पनीको मूल मान्यताहरू हैन, अनि वार्षिक क्यालेन्डर, महत्त्वपूर्ण नीतिहरू छोटकरीमा राख्न सकियो। त्यसले अप्सनत्व बढाउँछ। अनि ग्राहक वा पार्टनरलाई दिने हो भने कम्पनीले गरेका राम्रा कामहरू जस्तो सीएसआर एक्टिभिटिज वा आउँदै गरेका योजनाहरू बारे जानकारी राख्न सकिन्छ। यसले कम्पनीको पोजिटिभ इमेज बनाउन मद्दत गर्छ नि। त्यो त गजब तरिका भयो ब्रान्डिङ र सन्देश प्रवाह गर्ने। अनि लागत प्रभावकारिता नि कतिको महँगो पर्छ समग्रमा? थोकमा अर्डर गर्दा त प्रति डायरी लागत निकै नै कम पर्न आउँछ। हो र? हजुर। वर्षभरि चल्ने मार्केटिङ, ब्रान्डिङ अनि सम्बन्ध बनाउने टुलको लागि यो लगानीलाई निकै प्रभावकारी नै मान्नुपर्छ। अनि ट्रेड सो, कन्फरेन्स जस्ता इभेन्ट्सहरूमा दिन पनि त राम्रो होला नि? एकदम। त्यस्ता कार्यक्रमहरूमा त यो निकै लोकप्रिय र उपयोगी उपहार हो। सबैलाई चाहिन्छ नि डायरी त। त्यसो भए सारमा भन्नुपर्दा एडभर्टाइजिङ नेपालले दिने यो कस्टमाइज डायरी सेवा भनेको चाहिँ एउटा रणनीतिक लगानी जस्तै भयो हैन? हो। यसले ब्रान्डलाई देखाउने मात्र हैन, व्यावसायिक सम्बन्ध सुधार्ने अनि कम्पनीको मेसेज पनि प्रभावकारी ढङ्गले पुर्याउने काम गर्छ। त्यो पनि तुलनात्मक रूपमा कम खर्चमा। बिल्कुल। यो एउटा क्लासिक तरिका होला, तर आज पनि उत्तिकै शक्तिशाली छ। यसलाई सही तरिकाले प्रयोग गर्यो भने मार्केटिङ, कर्मचारीलाई मोटिभेट गर्ने अनि कम्पनीको समग्र पहिचान बनाउने जस्ता धेरै लक्ष्यहरू पूरा गर्न सकिन्छ। ल, आजको यो गहिरो कुराकानीको अन्त्यमा एउटा प्रश्न श्रोताहरूलाई पनि सोच्न छोडेर जाउँ न त। हुन्छ। व्यवसायहरूले अर्को वर्षको लागि डायरी डिजाइन गर्दा ग्राहक वा कर्मचारीको अनुभवलाई अझ विशेष बनाउन कुन एउटा एक्स्ट्रा क्रिएटिभ कुरा थप्न सक्लान् होला? केही आइडिया छ? हुन सक्छ उनीहरूको फिल्डसँग सम्बन्धित केही उपयोगी टिप्सहरू वा हरेक महिनाको सुरुमा एउटा मोटिभेसनल भनाई। त्यो पनि राम्रो आइडिया हो। यो पक्कै पनि सोच्न लायक प्रश्न हो। खैर, यस विषयमा वा एडभर्टाइजिङ नेपालको सेवाबारे थप जानकारी चाहनेहरूले उहाँहरूको वेबसाइट वा हामीले स्रोतमा उल्लेख गरेका सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुन्छ। हुन्छ। आजको